सम्पूर्ण नमस्कार। म आज यहाँ सल्यान जिल्लाको कुमा गाउँपालिका 3 गुरदासी भन्ने ठाउँमा छु र मेरो आफ्नै जन्मघरमा छु। अहिले यहाँ मेरो आफ्नो जन्मघरमा पनि तपाईले माघको आज 27 गतेसम्म पनि तपाईले मौसमका फलहरू रुखमा फलेको देख्न सक्नुहुन्छ है। सल्यान जिल्लाको विशेषता यो पनि हो। यतातिर तपाईले कागती हेर्नु त लटरम्म फलेको देख्न सक्नुहुन्छ, तर यसले बजार चाहिँ पक्कै पनि पाएको छैन। यतातिर हजुरले आज यता पनि हेर्न सक्नुहुन्छ, यसरी फलेको छ यो मौसम मौसम फलेको छ र यो मौसमले बजारीकरण हुन त्यति पाएको छैन। यो यसरी पुरा हेर्नु त अहिलेसम्म पुरा रातम्मै भएर फलेको छ। यतातिर सुन्तला पनि रहेछ है। मौसम यी सुन्तला अरू बिरुवाहरू पनि थुप्रै छन्। यी कागती हजुरले यहाँ पनि देख्न सक्नुहुन्छ, बिरुवा थुप्रै बिरुवा छ यसमा। यो चाहिँ मेरो आफ्नै जन्म घर हो। यो धेरै फलेको छ यसमा सुन्तलाहरू। अहिले अब यो समय पनि अब सुन्तला मौसमको अन्तिम समय भएकोले त्यति धेरै त छैन, तैपनि अब अहिलेको अब झनै अब फागुन लाग्ने तर्खरमा भएकोले अझै यति हुनु पनि धेरै हो। धेरै मौसमहरू छ अझै यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ। आदरणीय महानुभावहरू, मौसमहरू थुप्रो रहेको छ। ओहो हेर्नु त यसरी फलेको छ, अझै पनि यसरी फलेको देख्न सक्नुहुन्छ। यी मौसमहरू टक्क यदि तपाईँहरू खान चाहनुहुन्छ भने हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हेर्नु त अझै पनि कति धेरै मौसमहरू मौसम नै यो कागती यसरी फलेको छ। कागती यसरी फलेको छ, तर यसले बजार पाएको छैन। हजुरले त्यो चाहिँ मैले पढेको स्कुल यो कुमा गाउँपालिका 3 सल्यानको यो स्कुल हो। यो 10मा छ, पढाइ हुन्छ। ल यतिन्जेल हेर्नुभयो त्यसको लागि तपाईँहरूलाई सम्पूर्णलाई धेरै धन्यवाद। यदि तपाईँले सुन्तला मौसम खान चाहनुहुन्छ भने आउनुहोस्, भेट्नुहोस् है। यहाँ धेरै सुन्तला मौसमहरू छ यसमा है।